हेलो गाइज वेलकम टू सीसीआर ब्लग। हामी बन्दीपुर घुम्न जान लागो। अब यहाँ पुलचोकमा जम्मा हुँदैछौँ। हो प्रेम दोस्तले मादल लिएर आछन्। मादल बजार रमाइलो गर्ने बेलुका हामी सबै जम्मा भइसकेपछि गाडी नि आयो। टक्क 11 सिटे गाडीमा हामी टक्क केटाहरू बसेर जाँदैछौँ। अगाडि केटाहरू बसेछन्, गफसफ गर्दैछन् सबै। अब मादल बजाउँदै गीत घन्काउँदै जाने हो। उसरी जसलाई चिसो लाग्छ चिसो हुन्छ भनेर झ्यालको छेउमा नबसिकन बिचमा बसेछन्। ल हामी हिँड्यौँ, अब पुलचोकबाट हिँड्यौँ। बाटामा बिहा नि भेटियो हामीले। बिहा ल चाहिने सामान सबै थोकिनियो, बन्दीपुरलाई पुलचोकदेखि हिँडियो। सल्लादु पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। केटाहरूले गीत गाएको सुनिहाल्नु भयो भर्खरै। अब हामीले गीत सुन्दै टक्क मजा लिँदै गइरहेछौँ। साथीले भिडियो गरिरहनु अगाडि, मन साथीले पार्टनर पछाडि फर्किँदै बाहिर। यस्तो सिन चाहिँ, यस्तो मजाको सिन हेर्दै मजा लिँदै हामी बन्दीपुरको लागि हिँडिरहेछौँ। अब हिमाल पनि देखिँदो रहेछ बाटाबाट। हिमाल तर खोला भ्यू त दामी देखिएछ। हेर्दै जानुहोस्। तल खोला नि बगिरहेछ, हिमाल छ। हामी अहिले ठ्याक्क अब कहाँ पुग्यौँ भन्दाखेरिमा आँबु खैरेनी पुग्यौँ। हामी आँबु खैरेनी आइपुग्यौँ। आँबु खैरेनी बजार हो यो। सुन्तलाहरू टनाटन छन्। आँबु खैरेनीबाट अगाडि गयौँ। केटाहरू भित्र मजाले रमाइलो गर्दै गीत सुन्दै बसिरहेछन्। कपिराइट खान्छ गीत, त्यही भएर मैले गीत सुनाइनँ। हामी द्रुत गति अगाडि बढिरहेछौँ र गाडीको चार्ज सकेर चार्जमा हाल्दैछौँ गाडी। तपाईँहरूले म कति बोल्ने मान्छे खै भन्नुभयो होला। ल हेर्नुहोस् है त, म नि देखाउँछु। ल म यहाँ छु। अब हामी आँबु खैरेनीमा चार्ज गर्दैछौँ गाडी। त्यतिन्जेलसम्म हामी चाहिँ त्यहाँ अगाडि गएर सुन्तला किनेर सुन्तला खाने कुरा भएको छ। दुईजनाको भिडियो जुदाइयो। त्यहाँ अगाडि सुन्तला छ, सुन्तला किन्नलाई सब हाम्रो ग्याङ जाँदैछौँ। मस्त हो। त्यहाँ अगाडि सुन्तला बेचिरहेछन्। हो त्यहाँ कसरी सुन्तला गरेर सोध्नु पर्ने छ। अनि सुन्तला किनेर खानुपर्छ। अझ लोकल सुन्तला बन्दीपुरकै होला सायद। सुन्तला नि तल बजारमा ल्याएर बेचेका। केटाहरू चस्मा लाएर हिरो गरेर हिँडेछन्। हाम्रो साथीहरू चाहिँ यहाँ पुरै त्यो पनि गरिरहेको छ है। सुन्तला खाँदै हो हाम्रो साथीहरू सबै। यो चाहिँ बन्दीपुर ग्रुप हो। साथीभाइहरू सबै यहाँ छन् हैन। सुन्तला पनि एकदमै राम्रो छ। सबै साथीभाइहरू ठ्याक्क यता हाम्रो साथी हिरो साथी सबै शिशिर दोस्तहरू सबै। ल हामीले सुन्तला किन्यौँ भर्खरै। सुन्तला किनेर लिएर आयौँ। रमेश दोस्तले छोडाउँदैछन्, रमेश दोस्तले खाँदैछन् र अरू केटाहरूले नि खाइरहेछन्। प्रेम दोस्तले खाइरहेछन्, सबले खाइरहेछन् सुन्तला। मैले नि खाइरहेको छु। सुन्तला खाएर घाममा बसेर सुन्तला खानुको मजै बेग्लै हो। फेरि बडे जस्तो हाँसिरहन्। ल हामी त्यहाँबाट चाहिँ अगाडि बढिसकेर हामी डुम्रे आइपुग्यौँ है गाइजहरू। हामी डुम्रे बजार हो यो, हेर्नुहोस्। डुम्रे बजार चिटिक्कको बजार छ। बाटो नि खतरा छ अहिले त।
टक्क डुमरी बजार केटाहरू आफ्नै पारा छन् हो टक्क लाएर नै पारा रमाइलो गर्दै गीत सुन्दै बसिरहेछन्। हामी अब हाइवे छोडेर अब माथि बन्दीपुर डाँडातिर जाँदैछौँ। अब गेटबाट छिरेमै बन्दीपुर जाने गेटै यो गेटबाट अगाडि बढिसक्यौँ हामी। हो हिमाल देख्यो केटाहरूले खिच भनेर मलाई भनेर हो हिमालको छिटो हतार खिचेको अलिअलि त देखेर छ। ल हामी झऱ्यौँ है बन्दीपुर गएर हामी झरिसक्यौँ। अब होमस्टेको लागि हेर्न जाँदैछौँ अब कस्तो होमस्टे राम्रो रहेछ नि अनि त्यहीँ बसिन्छ आज त्यसमा जाउँ केटाहरू सब मिलेर जाँदैछौँ लाएर। यहाँको भ्यू यस्तो छ यहाँ वेटिङमा छौँ केटाहरू रुम हेर्दैछन्। हाम्रो बले चस्मा लाएर मादल लिएर बसेन। यो होमस्टे कस्तो है यसको रुमहरू हेर्दैछन् केटाहरू। यो कोदो यहाँ सर्लक्क सुकाहा टिभी यस्तो छ केटाहरू यहाँ गफ गर्दैछन्। ल रमेश जस्तो रुम हेरेर आयो अब हामी हेरियो यो होमस्टेमा बस्छौँ अब आज रमाइलो गर्ने हो। ल हामी फ्रेस भएर के अरे ब्याग स्याग्दै राखेर हामी यता हिँड्यौँ। पार्टनरले के भन्दैछन् भर्खरै हामी बन्दीपुर बजार हेर्न हिँडिसक्यौँ। हेर्नुहोस् बन्दीपुर बजार कति राम्रो छ खतरा रहेछ बन्दीपुर बजार। एटिएम नि रहेछ यहाँ त एनआइसिसिआको केटाहरू चारैतिर हेरिरहेछन्। लास्टै रमाइलो थियो भिडभाड थियो हामी जाँदा त टन्नै मान्छे थिए। दिपेन्द्र दोस्त द पार्टनर हो अगाडि गढे हाम्रो बले दोस्त हाँसिरहनु कुकुरको भिडन्त नि भइरहेको थियो त्यहाँ अगाडि। हामी अगाडि बढिरहेछौँ बजार एरिया हामी सर्लक्क घुम्दैछौँ। यहाँ ब्यागहरू छ नि यता भ्यू त खतरा खालको बजारको नि घरहरूको डिजाइनहरू त बबाल छ फुलहरू नि रहेछ नि प्रेम जस्तो भिडियो गराउँदै नि छन्। टिकटक सिकटक चलिरहेको फेरि साइड साथी हामी कहाँ गऱ्यौँ हामी बन्दीपुर हो साथी बन्दीपुरमा है अब दुईजना भ्लगर भएपछि के लाग्छ बन्दीपुरमा आएको त यार पारस भेटिएरमा कहाँ हो तिमी कहाँ हो यस्तो एक्लै आउनु भन है। हामी बन्दीपुरतिर छौँ टुडी खेलतिर जाने हो टुडी खेलतिर जाने हो महोत्सव लागेको ठाउँ महोत्सव होइन यतातिर हो क्या टुडी खेल केबल कारतिर चाहिँ जान्न केबल कार कता हो ओ हाम्रो बल के छ क्यामेराले धान्दैन यार। र हामी अब गुम्बा हेर्न जाने कुरा भयो गुम्बा हेर्न जानु लाग्यो केटाहरू यता छ नि केटाहरू मस्त मजा लिँदै हिँडिरहेछन्। दिपेन्द्र जस्तो भिडियो बनाउँदा बिजी खानु यहाँ रनिङ चल्न राखेँ अब पारस दोस्त र प्रेम दोस्तको रनिङ छोटो भयो अलिकति माथि आएको त यस्तो हिमालको भ्यू त खतरा देखिन लाग्यो। एक सर्ट लिइहालौँ भन्दाखेरि लिइहालेको माथि त केबल कार स्टेसन हो त्यो हामी टक्कै यहाँ छौँ केटाहरू हिँडिरहेको छ नि के गरेको भनेर भनिरहेको पार्टनर फेरि ल हिँडिरहेको छौँ फेरि हिमाल देख्ने बित्तिकै हिँड्न मन लागिहाल्ने। अरू दोस्तहरू केटाहरू हिँडिरहेको छन् ड्याङ भिडियो खिचिरहेको छु म
मैले भिडियो खिचेको त्यता छायामा त खतरा देखिरहेछ त यादै गरिरहन्छ हामी डाँडा चढिरहेछौँ है परस दोस्त प्रेम दोस्त विवश हाम्रो भोजी दोस्त अगाडि छौँ पछाडि हाम्रो बलि दोस्त छन् नि अरू केटाहरू पछाडि आउँदैछन् पार्टनर गौडे दोस्त आउँदै रहेछन् बदम लिएर आउँदै टक्क घाममा बसेर बदम खाने अब माथि गएर भिडियो बनाउँदैछु मलाई नि हेर्नु न घरिघरि त होइन हेर्नु पऱ्यो नि के कसो अन्त घरिघरि मलाई नि देखिरहेको छु फेरि को बोलिरहेछ अन्ने कुरो त थाहा हुनु पऱ्यो केटाहरू आउँदैछन् तल डो माथि पुगे मामी माथि पुगेको त खतरा झन् बबाल देख्यो हिमाल त कति खतरा देखिदिरहेको यहाँ बदम पार्टी सुरु भइसक्यो है बदम खान लागिरहेको है केटाहरू म भिडियो बनाउँदैछु बदम टक्क लाएर घाममा बसेर बदम खानुको मजा बेग्लै अगाडि हिमालको भ्यू घाम त्यही माथि जाडो मौसममा बदम आहा कस्तो भ्यू छ हेर्ने कस्तो भ्यू हेरिरहेको छौँ हामीले अझ मोबाइलमा चाहिँ बवाल देखिएको छैन होला तर रियलमा त अझै बवाल देखेको थियो त्यही नि हेर्नुहोस् है तपाईँ त घर बस्नु भएको छ घर बसेर नि मजा लिनु यस्तो बवाल भ्यू छ बिस्तारै खिचिरहेको फाट्ने देखिया तलपट्टि जङ्गल छ वहाँ हिमाल छ हामी यहाँ छौँ यता सल्लोको रुख सल्लो भनेको यो सल्लोको पातै हो यो सल्लोको पात केटाहरूले टिपिरहन् यता केटाहरू अनि हिमाललाई त फेरि खिचिहाल्नु मन लाग्छ प्रेम दोस्तले फेरि उहाँ फोटो खिचिरहन्छ सल्लोको हामी अब पुग्दा हो त्यो गुम्बा जाने हो त्यो गुम्बा जानभन्दा पहिला जाँदै थियौँ बाटोमा चाहिँ हामी फेरि त्यहाँ के भेट्यौँ थाहा छ तपाईँलाई थाहै छैन फाइनल्ली हामीले अमला भेटिसक्यौँ हाम्रो बलि दोस्त अमला टिप्न रुखा चढिसक्यौँ ए खतरा अमला हो मैले एउटा अमला पाइसकेँ हो बलि दोस्तले अमला टिप्दै गोजी हाल्दै गरेछन् हामी त्यहाँबाट यता भनेर देखाइरहौँ त्यहाँ अमला रमेश दोस्तले उहाँ लोकेसन दिइरहन अमलाको केटाहरू सब यता बसेर हेरिरहौँ अमला टिप्ने काम जारी छ अझै नि टिपेर सकेको छैन बलि दोस्तले सर्लक्कै टिप्न लाग्यो हो हाम्रो दिपेन्द्र दोस्तले यता खानु देखिरहन् अमला टिपेर बलि दोस्त तल आए हो अमलाको यस्तरी आगो भाँचेर हामीले अमला अब टिप्दै म केटाहरू सबले हात हालिसकेको थिएँ टिप्न फोटो खिच्नुपर्छ भनेर फेरि एकछिन रोकेको ल अमला खाइयो हामी अब अमला खाँदै अगाडि बढ्दै गरियो गुम्बातिर अगाडि बढिरहेछौँ गुम्बा पुग्ने हो अब एकछिनमा पुगिन्छ गुम्बा एकछिन है धेरै टाइम लाग्दैन हामी गुम्बाको वरिपरि छौँ सबले अमला खतरा मिठो भयो त अमला नि लोकल अमला यति मिठो थियो अमला खान्छु कमला भनेर भन्दैछन् घोडे दोस्त हिमाल आयो कि फेरि हिमाल त छोड्ने कुरै भन आफै सम्हालिदियो है सम्हाल्न चाहिँ एक दिन यतिकै राखिदिनु
कठै छोरालाई खेल्ने बेला हेर्दा आफू खेलेको ओ तिमी पनि खेल्ने ए टुरिस्टलाई त चाहिँ ए शिशिरका बा भन्नु पर्यो कि लास्ट हो कस्तो भएको नि हामी अब गुम्बा पुग्यौँ अब गुम्बा गुम्बा देखियो अब गुम्बा आइपुग्यौँ खतरा बनाएर छ गुम्बा नि इन्जिनियरिङ त बवाल छ त्यसको त यतापट्टि हिमाल त छँदैछ हाम्रो हिमाल नदेखाउने कुरै भन यहाँ आमाले घाँस लिएर आउनुभयो रहेछ लट्ठी टेकेर आमाको जोस नै हो यो उमेरमा त्यो काम गर्ने भनेको त खत्रै हो ए हामी गुम्बामा आइपुग्यौँ फाइनल्ली गुम्बा केटाहरू गुम्बा घुम्दैछन् हो ढक्क लाएर गुम्बाको भरमोड गर्दैछौँ हामी केटाहरू टकटक लाएर भित्र छिर्दैछन् गुम्बाभित्र टक 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 खतरा हिँड्ने बाटो रहेछ कि त्यहाँ म नि छु लास्टमा म हिँडिरहेको छु टक फाइनल्ली हामी त्यहाँभित्र प्रवेश गरिसक्यौँ अब यसो वरिपरि हेर्छौँ भ्यू हेर्छौँ त्यसपछि फर्किन्छौँ फर्किने बेला हामीले सनसेट नै देख्न पाइयो फेरि खतरा सनसेट भइरहेको छ यसको भिडियो त अब गर्नै पर्यो अब हामी फर्क्यौँ गुम्बाबाट फर्किदियो बाटोमा है फर्किँदा लगभग 5 बजिसकेको थियो गुम्बा पुगेर फर्किँदा आलु पनि छ यो चिया चाहिँ खानु भएन है चिया पनि बनिराखेको छ चिया पनि खानुहुन्छ भने खानु लगेर यो मिठाई मुहा हाल्छ अर्को समाधान नि भयो 3 - 11 मेरो भागमा सिक्नु भएको बाबु यहाँ 10 - 11 हैन धन्यवाद मात्र तिमी अनि खासी के अङ्कल खाना त कहिले खासी थाहा पाउनुहुन्छ कस्तो अन्डर यो खाना कस्तो हालो सेरे म सेरे यार ल साथीहरू खाना खाँदै हो ल Hey! जाऊ
मेरो दोस्त भिडियो भइरहेको छ हामी रमाइलो गर्न डिट्ठा बिचारी स्मृति पार्कमा जाँदैछौँ। यहाँ हल रहेछ, ठुलो हल रहेछ। यहाँ चाहिँ नाच्ने गाउने गरेर रमाइलो गर्ने भनेर हामी सबैजना आछौँ। केटाहरू पछाडि आउँदैछन्।
पाहुनाको भार राम्रो लाग्यो हजुरको संस्कार सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले पाहुनाको भार राम्रो लाग्यो हजुरको संस्कार पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले यहाँसम्म आउनु भो साह्रै राम्रो दोहोरी गाउनु भो सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो यहाँसम्म आउनु भो कति राम्रो टुक्का त गाउनु भो सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले यहाँसम्म आउनु भो कति राम्रो टुक्का त गाउनु भो सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले गरेछु मान हाम्रो लागि हो गुरु समान सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले हाम्रो लागि हो गुरु समान सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले दोहोरी गाउने छु फेरि पनि फर्किपुर आउने छु सल्लाह दुपैले सानो निन्द्रामा बिउजायो दोहोरी गाउने छु फेरि पनि
बन्दीपुर आउने छु सल्लाह पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले हेलो गाइज हामी अब दोहोरी गाएर नाचेर फर्किँदैछौँ 10 बज्न लागिसकेछ हामीले रमाइलो गरियो 10 बजेपछि त्यहाँ चाहिँ धेरै हल्ला गर्न पाइँदो रहेछ त्यही भएर अब हामी होमस्टेतिर फर्किँदैछौँ अरू गडे साथीले चुप्प खाछ पार्टनर रमेश दोस्त सबै मनोज साथी सबै फर्क्यौँ होमस्टे पुग्यौँ अब सुत्ने तर्खर हुँदैछ अब आज सुतिन्छ अब भोलि के हुन्छ हेर्नु होला हेलो गाइज नयाँ दिन नयाँ सुरुवातका साथ हामी आज चाहिँ 5 बजे उठेर ट्रेकिङमा हिँडिसक्यौँ सबै केटाहरू ट्रेकिङमा टक्क लाएर माथि सनराइज हेर्नलाई टक्क माथिबाट यस्तो भ्युज देख्यो बादल आमामा खतरा देख्यो टक्क त्यहाँबाट सनराइज हुन्छ हो पहेँलो भइसक्यो सबैतिर अब सनराइज हुन लागिरहेछ एकछिनमा हुन्छ नेपालको झन्डा फरफराइरहेछ साइडमा त्यहाँबाट सनराइज हो त्यहाँबाट सन आउँछ त्यहाँबाट घाम त्यहाँबाट देखिन्छ है एकछिन प्रतीक्षा गर्नु होला यतापट्टि टक्क पुरै हेर्नु त समय छ त अनि पुरै हिमाललाई ढाक्यो बादलले बादल माथि छौँ हामी सनराइज कति बेला हुन्छ एकछिन प्रतीक्षा गर्नु है यो अर्को साइडमा यस्तो पुरै बादल यस्तरी बसिरहेको थियो रातैमा भुले
नेपाल हो कि त नेपाल हो कि त संसारी कोटीको 19 बजीको नाकको माला बाको छाला चन्द्रमाको टीको सितौलाले चाहिँ हान्थ्यो कि यस्तो खालको पारसले नै हान्छ धोबी जाउँ त होइन न जाने बन्देर बल जाने हो र मोबाइल भोटिङ नआएको सबै खाली
बाको छल कति सुहायो कति सुहायो नाको माला बाको छाला कति सुहायो नाको माला बाको छाला कति सुहायो उहाँको यो सिन देखिन्छ नि अब हो भइहाल्यो नि यस्तो यहाँ बुटले छेकिरहेको लौ भने नि ठिक छैन जमाना झ्याप्पै मायालाई हालौ भने नि ठिक छैन जमाना हुने त्यो बेटा लेकाबाट बेसीमा झरे त फुलमा भमरा आउँदै गर निर्माया माया नमार हुने त्यो बेटा लेकाबाट बेसीमा झरे त फुलमा भमरा आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार ल है गाइज यो चाहिँ ग्रेट वाल अफ बन्दीपुर अरे अनि पहिलोचोटि देखेको ग्रेट वाल अफ बन्दीपुर नेपालमा ग्रेट वाल अफ चाइना त धेरै देखियो सुनियो तर नेपालमै यो ग्रेट वाल आइसकेछ गाइज ल हेरौँ है हामी यो हेर्दैछौँ राम्रो ठाउँ रहेछ रन चाहिँ हामी चाहिँ धन्न बाँच्यौँ है बन्दीपुर ट्रिपमा हो बाबु जाऊ अन्तिमसम्म मूल बाटो हेरौला आइनौ भने यो चुनी फेरौला मैले मन पराएको छु नजलाए यो मुटु मलाई त्यही मुटुमा मायालाई सजाएको छु मूल बाटो हेरौला आइनौ भने यो चुनी फेरौला मैले मन पराएको छु नजलाए यो मुटु मलाई यही मुटुमा मायालाई सजाएको छु नजलाए यो मुटु मलाई यही मुटुमा मायालाई सजाएको छु दुनियाँले जेसुकै
तिमीलाई भने नि सारा संसार सतुरै भने नि मैले मन पराएको छु नजलाए यो मुटु मलामी यही मुटुमा मायालाई सजाएको छु नजलाए यो मुटु मलामी यही मुटुमा मायालाई सजाएको छु जन्ती जान पाएन साथी अब हाम्रो भेट सिधैमा थियो मैले मन पराएको छु नजलाए यो मुटु मलामी यही मुटुमा मायालाई सजाएको छु नजलाए यो मुटु मलामी यही मुटुमा मायालाई सजाएको छु लाग्नै छाड्यो सरर बाडुल्की पहिले झै सम्झिन्नौ कि सरर मायाले मैले झै लाग्नै छाड्यो सरर बाडुल्की पहिले झै सम्झिन्नौ कि सरर मायाले मैले झै हावा चल्यो सरर ढाडैको भर मायालुको सरर घुमालै फरर हावा चल्यो सरर ढाडैको भर मायालुको सरर घुमालै तिमीले सधैँ सरर भनी जित्ने हो मेरो जीवन सरर पर्खेरै बित्ने हो हावा चल्यो सरर ढाडैको भर मायालुको सरर रुमालै फरर हावा चल्यो सरर ढाडैको भर मायालुको सरर रुमालै फरर मायालुको सरर रुमालै फरर
रमाइलो पनि छोड्दैन क्या ल केटा ल हाम्रो सानो ट्रिप अब सकियो। अब कस्तो लाग्यो तपाईँलाई भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया चाहिँ कमेन्टमा दिनुहोला। टाटा बाई बाई, सी यू इन नेक्स्ट ब्लग।